आज हामी बघा पार्क जाँदाखेरि एउटा भैँसीले झन्डै हामीलाई मारेन। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू मिनी व्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै। सुरुमा त म आज रेडी भएर बाहिर अनि साथसाथै आफ्नो साइकललाई नि बाहिर निकालेर रेडी पारेर राखेँ। त्यसपछि म गएँ साथीको घर तिनलाई बोलाउन जाँदा साथी खाना पो खाइरहेको थियो। त्यही भएर म चौतारामा गएर वेट गर्दा गर्दै झ्यापो लाग्यो। एकछिनपछि साथी साइको पारामा मेरो अगाडि त्यसपछि म साथी अनि एकजना दाइ लाग्यौँ बघा पार्क। थोरै अगाडि जाँदा एकजना साथी आएर ओइ म पनि जान्छु भनेर भन्न थाल्यो। अनि तिनलाई नै लिएर हामी पहिला पसल साथीले आफूले चाहिने जतिको सामान लिएर मेरो लागि सेन्टर फ्रुट लिएर अनि सेन्टर फ्रुट खाँदै हामी लाग्यौँ त्यो ठाउँ। थोरै अगाडि जाँदा एउटा भैँसी हामी सँगसँगै कुद्दै आइरहेको थियो। आफ्नो बाटो जान्छ भनेर हामीले त्यति केयर गरेनौँ। त्यो भैँसी पछाडिबाट बेजोड तरिकाले हामीलाई लखेर्दै आइरहेको थियो। अनि हामीले नि साइकललाई एकदम पिकअपमा कुदाउन थाल्यौँ। अनि धन्न हामीलाई केही भयो। केही छिनपछि हामी एउटा राम्रो ठाउँमा गएर चीनको सास अगाडि जान लाग्यौँ। पहिला त हामी साइकलहरू राखेर नजिकै एउटा राम्रो ठाउँ जुन चाहिँ मैले कहिले देखेको थिएँ। साथीहरू अगाडि जाँदै गरे अनि म चाहिँ पछाडि फलो गरेँ। पुग्ने बित्तिकै यसो हेर्दा त म एकछिन हेरेको हेरे भयो। वास्तवमा यो ठाउँलाई हेर्दा त थाइल्यान्डको क्राबी भन्ने ठाउँभन्दा कम छैन। पछि त्यहाँको भिडियोज फोटो सुट गरी हामी लाग्यौँ बघा पार्क। त्यसपछि हामी बघा चोक हुँदै बघा पार्क पुग्ने बित्तिकै हामी साइकलहरूलाई साइडमा लाएर हामी बघा पार्क भित्र छिर्दा सुरुको भ्यू यस्तो थियो। अलि अझ भित्र छिर्दा मान्छेहरूले कोही टिकटक बनाएर कोही फोटो खिचिरहेको थियो। भित्र त मान्छे नै मान्छे। त्यसपछि हामी यसो बाहिर निस्केर बाहिरको भ्यू हेर्दा राम्रो थियो। तपाईहरु नि यहाँ आएर एकचोटि भिजिट गर्नु होला। त्यसपछि हामीले नि त्यहाँ भिडियोज फोटो सुट गरेर लाग्यौँ आफ्नो साइकलहरूलाई लिएर साइकल कुदाउँदै हामी घर। आजको लागि यति नै, बाइ बाइ, सी यू। मेरो न्यू च्यानललाई सबैजनाले सब्स्क्राइब गर्नु होला।